राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति बहुभाषा परम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास संरक्षण र सम्वर्धनमा तिनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन्। पाटन दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको श्री देगु तलेजु मन्दिर उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिक स्तरको सचेतना जागरुकता र चासो उत्तिकै आवश्यक रहेको पनि बताए। उनले भने भावी सन्ततिका लागि यी अमूल्य सम्पदा हाम्रो समय इतिहास र पुर्खालाई बुझ्ने महत्त्वपूर्ण कडी हुन्। देशका यस्ता महत्त्वपूर्ण स्थलको संरक्षण र सम्वर्धन गरी पुर्खाको मेहनत परिश्रम र चिनोको रूपमा रहेका कैयन सम्पदाको संरक्षण हाम्रो साझा दायित्व हो। उनले अनुपम भौगोलिक विविधताको सुन्दर देश नेपालमा प्राकृतिक धार्मिक सांस्कृतिक ऐतिहासिक एवं प्रकृतिको वरदानका रूपमा कैयौं रमणीय स्थलहरू रहेको उल्लेख गर्दै अनगिन्ती मठ मन्दिर शक्तिपीठ देवस्थल र तीर्थस्थलहरू नेपालीहरूको सभ्यता संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएको बताए। राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिका स्थित विश्व सम्पदा सूचीभित्र पर्ने पाटन दरबार क्षेत्रको यो एउटा बहुमूल्य सम्पदा भएको भन्दै स्वदेशी विदेशीको प्रमुख पर्यटकीय गन्तव्य यहाँका सम्पदाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको बताए। देशभर रहेका हाम्रा ऐतिहासिक धार्मिक सांस्कृतिक सम्पदा नेपालीको शान र पहिचान भएको उनको भनाइ थियो। राष्ट्रपति पौडेलले विनाशकारी गोर्खा भूकम्पमा क्षतिग्रस्त ऐतिहासिक सम्पदाहरूको पूर्ववत स्वरूप र संरचनामै पुनर्निर्माण तथा जीर्णोद्धार चुनौतीपूर्ण कार्य हुँदाहुँदै यो मन्दिर पुनर्निर्माणले पाएको सार्थकताले यहाँको शोभा र सौन्दर्य बढाएको उल्लेख गरे।